यदि तपाईहरू जापानमा रहेर घुम्न र ट्रेकिङ गर्न रुचाउनुहुन्छ भने एकचोटि जापानको ओइताकेनमा रहेको युफिन फ्लोरल भिलेजमा अवश्य जानुहोला। आउनुहोस् हामीले तयार पारेको हाम्रो अनुभव तपाईहरूलाई यस भिडियो मार्फत देखाउनेछौँ। हामी बिहानको लगभग 11 बजे ओइता स्टेसन पुग्यौं। र युफिनको लागि छुट्ने ट्रेन 12:39 को थियो। ट्रेन आइपुग्न अझै धेरै समय थियो, त्यसैले हामी स्टेसन बाहिर नै रहेर त्यहाँको रमणीय वातावरण हेर्दै ट्रेनलाई कुरेर बस्यौं। ट्रेन आउने समय भइसकेको थियो र हामी ट्रेन चढ्न भनी भित्र पस्यौं। ल गाइस, हामी आइसकेका छौँ एकीमा। के हो ल म त यहाँ ल्याएर दाइले के हो कहिलेबाट हो यस्तो दाइ? आज दाइले जहाँ घुम्नु देख्यो त्यो घुम्नु उठाएर बस्नु एकछिनपछि ट्रेन पनि आइपुग्यो र हामी लाइन लागेर पालै पालो भित्र पस्यौं। ट्रेनभित्र पसी सिटै छैन, लाइन लाग्ने रहेछ। अहिले हामी यहाँ सुतेर यस्तो निन्द्रा लाग्दो रहेछ। करिब 1.5 घण्टाको लामो यात्रापछि फाइनल्ली हामी युफिन भिलेज आइपुग्यौं। छुट्टै दुनियाँमा जस्तो भयो यहाँ युफिन भिलेज भन्ने कता हो क्या दाइ? त्यहाँ चाहिँ गएको भए हुन्थ्यो क्या, दामी रहेछ अरे क्या त्यहाँ। होला नि नजिकै होला, हेर्दै जाऊँ न, हिँड्दै जाऊँ। त्यो भिडियोहरुमा आउँछ नि, तर त्यहाँ रहेछ नि त्यो त। ओनिगिरी खानु परेको छ। बिहान केही पनि नखाएर आएका हामी भोक लाएर त्यहाँ रहेको लसुनमा गएर केही खानेकुराहरू किन्यौं र बाहिर गएर खान थाल्यौं। कतै ट्रेकिङ जाँदा कतै घुम्न जाँदा दुध पिउनु होला। यो दही लस्सी मट्ठा एकदम इनर्जी आउँछ। के नखाएर आइया थियो, एउटा ओनिगिरी खायो र अब दुध मिठो छ नि, नभए अलि मिठो हुने है दुध हाल्यो मलाई। र त्यसपछि सुरु हुन्छ हाम्रो युफिन फ्लोरल भिलेज घुम्ने यात्रा। उता नागासाकी बारबिक गयो बेला सेम यस्तै गर्थ्यो म। नयाँ ठाउँ र पहिलोचोटि भएर होला त्यहाँ हामी जानुपर्ने ठाउँ नभएर अर्को ठाउँ आइपुगेका थियौं। सबै ठाउँ ताता हुन्छ भन्ने हुँदैन।
अब कस्तो भनौँ त फर्स्ट टाइम आयो होइन जुन ठाउँ जानुपर्ने थियो त्यो ठाउँ अब जाने अब टाइम पनि भयो अब टाइम पनि सानो भइसक्यो अब जाने कसरी अब ट्याक्सी लगाएर जानुपर्ने जस्तो हो आउँदाखेरि म्याप हेरेन हामीले यही बाटो सबै मान्छे त्यही बाटो जानु थाल्यो होइन त्यो अनुसार पछाडि हिँडेको त कहाँ पुगिसक्यो हामी त अहिले त मन्दिर भए जस्तै हेरेर वरपर यो बवाल मन्दिर भएको छ त्यो पनि बवाल छ तर ठाउँ चाहिँ राम्रो छ। म्याप हेरेर पनि बाटो पत्ता नलागेपछि हामीहरूले ट्याक्सी बुक गऱ्यौँ र ट्याक्सी चढेर युफिन फ्लोरन भिलेजतर्फ लाग्यौँ। ट्याक्सीको 15 मिनेटको यात्रापछि फाइनल्ली हामी युफिन भिलेज आइपुग्यौँ। युफिन एउटा रमणीय र पर्यटन स्थल हो, त्यसैले लोकल मान्छेहरू भन्दा बढी पर्यटनहरू हुने गर्दछन्। स्थानीय हस्तकला पसल, क्याफेहरू र परम्परागत जापानिज माहौलले यहाँको वातावरणलाई झनै मनोरम बनाउँछ। भित्र चाहिँ सबै ग्राहकहरूलाई त्यो चाहिने कुराहरू महत्त्वपूर्ण सामानहरू सबै राखिएको रहेछ। बजेट हामीहरूसँग कम थियो, त्यही भएर हामीले केही सामानहरू चाहिँ किन्दा नि किनेनौँ, तर एक्ज्याक्ट सबै भिजिट चाहिँ गऱ्यौँ। जो अर्को एउटा राम्रो ठाउँ थियो कस्तो बाज उल्लु के भन्छ त्यो जनावरहरू पालेकोहरू छन् तर हेर्नलाई 500 रुपियाँ टिकट काट्नुपर्ने, त्यसको लागि हामीसँग बजेट कम छ, हामीले अब घरतिर जानु त्यही भएर हामीहरूसँग बजेट चाहिँ एकदमै कम भएकोले अब यस्तो हो नि त, पहिला चाहिँ अब हामीहरू मध्ये चाहिँ एकजना कुनैले आएर यहाँ यस्तो यहाँ जानुपर्छ यति लाग्छ, सब त्यो चाहिँ थाहा भएको भए राम्रै हुन्थ्यो। तर सबै केही नथाहा पाएर त्यस्तै आयो नि त, हामीहरू जाउँ अब कस्तो के रहेछ घुमौँ अनुभव गरौँ भनेर आयो। जो अनुभव चाहिँ त्यो या वाक्क लागेछ भन्ने जस्तो चाहिँ छैन, जो राम्रो छ वाउ जस्तो छ। साथीभाइ रमाइलो गर्ने, साथीभाइहरूसँग आएपछि एकदमै रमाइलो गर्ने तरिकाको छ। गाई त्यही भएर घुम्न चाहिँ नबिर्सिनु होला। ओइता दिस इज ओइता युफिन। युफिन क्षेत्रको प्रमुख पहाड युफुदाके हो, जसलाई माउन्ट युफु पनि भनिन्छ। र केही समय आराम गरेर हामी लाग्छौं किन्ड्रिन लेकतर्फ। किन्ड्रिन यस क्षेत्रकै सबैभन्दा प्रसिद्ध प्राकृतिक आकर्षण मध्ये एक हो। यो ताल विशेष रूपमा प्रसिद्ध छ किनभने पानीमा तातो पानी र चिसो पानी दुवै मुहानहरू मिसिन्छन्।